ओके जर्नी भनेको अनलाइन बस सुमो हायर्सहरूको टिकट बुक गर्ने एउटा प्लेटफर्म हो। अनलाइनमा 50 वटा बसको डिटेल एकैचोटि आयो भने फिल्टर गर्न सक्छु नि त, मलाई यो सिट चाहिएको छ, यहाँदेखि यहाँ सिट चाहिएको छ, यो प्राइसको चाहिएको छ। यो प्रब्लम हामी ओके जर्नीबाट सल्भ गर्न सक्छौँ भनेर हामीले त्यो ओके जर्नी जन्माएको हो। ट्राभल गर्दाखेरि जुन एउटा प्रब्लमहरू हुन्छ नि, त्यो नेपालमा सिस्टमाइज गर्ने हामी मात्र हो। ओभरअलमा हेर्दाखेरि एउटै मात्र अप्सन छ, बुकिङ गरेर घरसम्म मनोरञ्जक रूपमा पुग्नु छ भने ओके जर्नी एउटा मात्र अप्सन हो। एउटा प्यासेन्जरलाई चाहिने भनेको के हो? राम्ररीसित मनोरञ्जन रूपमा हाम्रो गाडीमा ट्राभल गर्न सक्नु पर्यो। त्यो गर्नको लागि प्यासेन्जरहरूले युट्युब सर्च गर्छन्, तर युट्युबको त हामीसित केही पनि अप्सन छैन नि त, त्यहाँ डाटा चार्ज एकदम हाई हुन्छ। त्यो प्रब्लमलाई सल्भ गर्नको लागि हामीले डिभाइस ल्याएको छौँ। त्यो डिभाइसले विदाउट इन्टरनेट, बिना इन्टरनेट हाम्रो ओके जर्नीबाट मुभिजहरू भिडियोजहरू हेर्न सक्नुहुन्छ। ओके जर्नीले ट्राभल ओनरको फुल प्रब्लम सल्भ गर्छ। 5 देखि 6 लाख रुपियाँ खर्च हुन्छ मात्र एउटा बसको टिकट बुक गराउनको लागि 1 महिनामा। त्यो पुरै सिस्टमलाई होइन, हामीले ओके जर्नीको टिएमएस सिस्टम, ट्राभल म्यानेजमेन्ट सिस्टमबाट हामी त्यसलाई पैसा 5,000 10,000 मा घटाउन सक्छौँ। लाखौँ रुपियाँलाई हामी 1000 रुपियाँमा कन्भर्ट गर्न सक्छौँ। राष्ट्रिय आविष्कार केन्द्रमा महावीर सरले एकदम सहयोग गर्दै हुनुहुन्छ सबैजनालाई। तिमी पनि जाऊ, तिमीलाई पनि सहयोग गर्छ। त्यतिखेरमा मैले एप बनाइसकेको थिएँ, वेबसाइट बनाइसकेको थिएँ। अनि सरलाई गएर मैले देखाएँ, त्यतिखेर नै सरले हामीले 2 लाखको चेक दिनुभयो होइन। अनि भन्नुभयो तिमीलाई टेन्सन लिनु पर्दैन, तिमी गर्ने खाले मान्छे छौ भने तिमीलाई स्पेस पनि दिन्छु म। अनि हाम्रो लागि डेडिकेटेड एउटा अफिस पनि, एउटा रुम पनि दिनुभयो महावीर सरले। हाम्रो ओकेटिभ डिभाइस बनाउनको लागि जुन जुन इलेक्ट्रोनिक कम्पोनेन्टहरू चाहिन्छ होइन, म्यान पावरहरू चाहिन्छ, त्यो पनि हाम्रो राष्ट्रिय आविष्कार केन्द्रबाट सहयोग भयो। फिचरहरूमा के छन् भने जिपिएस ट्र्याकिङ गर्न सक्छ, अफलाइन भिडियो स्ट्रिमिङ गर्न सक्छ, अनि सिसिटिभी क्यामेरा मोनिटरिङ गर्न सक्छ। त्यसको लागि हामीले एउटा डिभाइस बनाएको छौँ, ओके ट्युब। त्यो चाहिँ हाम्रो गाडीमा जडान हुन्छ र तपाईँहरूले त्यो डिभाइसको हेल्पबाट त्यो सबै सुविधाहरू लिन सक्नुहुन्छ। ओके ट्युब चलाउनको लागि सबभन्दा पहिला बस ओनरले त्यो डिभाइस ओके जर्नीबाट लिनु पर्यो। अनि लिइसकेपछि उता गाडीमा हाल्नुहुन्छ होइन, ओके ट्युब डिभाइसले एउटा वाइफाई छोडेको हुन्छ ओके जर्नी भनेर। त्यो डिभाइसमा के अरे वाइफाईमा कनेक्ट हुने बित्तिकै त्यहाँनिर एउटा क्युआर कोड साइडमा राखेको हुन्छ बसको साइडमा होइन। प्ले स्टोरमा गएर एप पनि डाउनलोड गर्नु परेन होइन, क्युआर कोड स्क्यान मात्र गर्यो भने त्यो एप डाउनलोड हुन्छ। इन्टरनेट चाहिँदैन। भेहिकलहरूमा एलइडी हुन्छ होइन, तपाईँलाई एलइडीमा भर पर्नै पर्दैन। तपाईँको आफ्नै मोबाइलमा आफ्नै रोजाइको मुभी हेर्न सक्नुहुन्छ। हाम्रो एप्लिकेसन भनेको तपाईँको बसहरूमा मात्र भ्यालिड हुन्छ।